गोर्खाल्यान्ड माग्नका लागि हामीले राहुल गान्धीलाई हेर्नु हुँदैन अहिलेको घडी। गोर्खाल्यान्ड माग्नलाई ममता ब्यानर्जीलाई हेर्नु हुँदैन। गोर्खाल्यान्ड माग्नुलाई चाहिँ अहिले त्यहाँ बसेको सरकारलाई नै माग्नुपर्छ भन्ने कुरो चाहिँ सोच्नुपर्ने विषय छ। त्यसले गर्दाखेरि हाम्रो जमर्को कसौँ न, हामी एकबद्ध हुँ न। एकबद्ध भएर न त सिपिआरएम, न त आइजिए, न त भारतीय गोर्खा प्रजातान्त्रिक पार्टी, न त सिपिएम, न त गोर्खा लिग, न त जिएनएलएफ, न त गोर्खा जनमुक्ति मोर्चा, हामी त्यसलाई यतापट्टि राखेर हेड अफ द फ्यामिली पार्टीको हेड अफ द फ्यामिली, संस्थाको हेड अफ द फ्यामिली एउटा चुच्चो गरौँ त, अनि त्यो चुच्चो बनाएर जाउँ त। त्यहाँबाट पो कुरा चाहिँ सत्य र असत्य भन्ने कुरा छुट्टिन्छ। हामीले यहाँ जत्तिकै गोर्खाल्यान्ड भनौँ न, जत्तिकै कराउँ न, तर 10 बजारमा पुगेकै छैनौँ। टेबल टकै भएको छैन, टेबल टक गर्ने महलै भएको छैन, डिस्कसै भएको छैन, अनि परिचय भएको छैन, आदान प्रदानै भएको छैन। अनि कसरी भन्नु भन्ने कुरा चाहिँ यो हो नि मेरो, भन्ने कुरो चाहिँ मेरो यो हो नि। लु आउन त, हामी एउटा महल बनाउँछौँ। तिमीलाई पनि गोर्खाल्यान्ड चाहिएको छ, मलाई पनि गोर्खाल्यान्ड चाहिएको छ। सम्पूर्ण पहाड तराई भारतभरि भए बसेको, विश्वभरि रहेको आज गोर्खे सन्तानलाई नै गोर्खाल्यान्ड चाहिएको छ। यहाँ त गोर्खा जनमुक्ति मोर्चाको निजी गोर्खाल्यान्ड होइन नि हौ। गोर्खा जनमुक्ति मोर्चाको निजी गोर्खाल्यान्ड होइन। त्यसले गर्दाखेरि यस्तो सेमिनार राखेर चाहिँ हामीले अवेरनेस गर्न चाहेको। खुल्ला, आज खुल्ला कर्सियङको आँगनमा मैले खुल्ला राखिदिएँ। अब आउनुहोस् न डिबेट, हामी दार्जिलिङको चौरस्तामा डिबेट गर्छौँ। अब नेक्स्ट खुल्ला डिबेट गर्छौँ त्यहाँ। आज प्रदीप प्रधानज्यूले थुप्रो डक्टरेटहरूलाई बोलाए अरे, आएन। तर डाक्टर हर्कबहादुर छेत्रीले चाहिँ मलाई फोन गर्नुभयो, उसको वाइफ बिमारी हुनुहुँदो रहेछ, नभए म आउँथेँ अध्यक्षज्यू, म आउँथेँ जसै गरौँ, तर मेरो यस्तो भएन। उहाँले मलाई फोन गर्नुभयो। र अब यो हेर्नुहोस्, यो अनुहार चाहिँ को हो? यिनीहरू उयो भाइ हेर त, यो म देखिरहेको छु। अघि मैले टोपी लगाइदिएँ नि, अघि यहाँ दुईटा भाइहरू क्वेसन गर्दै थियो। यो नि अहिलेको जेनेरेसन, अहिलेको गोर्खाल्यान्ड माग्ने योहरू हो। हामी त अभिभावक हो, उनीहरूलाई बाटो देखाउने। हाम्रो कार्यपालमा, आज कार्यप्रणालीमा जतिको सक्यौँ, जतिको सङ्घर्ष गर्यौँ, अब त्यो सङ्घर्षलाई लिएर जाने त यी भाइहरू नि, यिनीहरूको काम हो नि। मेरो गोरुको 12 टका प्रकारले म राजनीति गर्दिनँ नि। तर छलकपट हुन्छ कि गोर्खाल्यान्डलाई? कतै छलकपट हुन्छ कि भन्ने कुरोमा पो सुर्ता लाग्दाखेरि चाहिँ अगाडि आइपुगिहाल्छु। त्यसले गर्दाखेरि यस्ता भाइहरू आऊ, गाउँबाट उठ, क्षेत्रबाट उठ, टोलबाट उठ, आज सहरबाट उठ, बस्तीबाट उठ। तर उठ्नु चाहिँ उठ न, सुती नरहौ न। कुम्भकर्ण जस्तै सुती नरहौ न। उठ न, जाग न। तिम्रो परिवारको लागि उठ, तिम्रो सन्तानको लागि उठ, तिम्रो फ्यामिलीको लागि उठ, पहाड तराई डुवर्सको लागि उठ, यो गोर्खे सन्तानको गोर्खे टोपी बचाउनुको लागि उठ, यो धरतीको लागि उठ, यो माटोको लागि उठ। उठ्नु चाहिँ उठ न, सुती नरहौ न।
मैले यो भन्न चाहेको हो। म त खुल्ला ऐना हो। म केही कुरो मैले लुकाएको छुइनँ, छुपाएको छुइनँ, तपाईँको अगाडि पस्किदिएको छु। दरवाजा खुल्ला राखिदिएको छु। जाउँ। अब यो जेनेरेसनलाई लगेर जान्छ। अब लिडरले पत्ताएन भने अनि बुझ्छ उहाँहरूले, बुझ्यो नि, यो जेनेरेसनलाई लगेर जान्छ बुझ्छ भने। त्यसले गर्दाखेरि हेर्नुहोस्, गोर्खाल्यान्ड 1986 देखिको अहिलेसम्म गोर्खाल्यान्डको लागि लडाइँ गरेर यो छातीमा नि गोलीको छेड छ। यो छातीमा यहाँबाट यता निक्लेको यो हात 7 टुक्रा भएको अझ पनि प्रमाण छ मेरोमा। मेरो आफ्नै दाजु विजय गुरुङ चक्ना काटेर मारेको आज प्रुफ छ। त्यस्तो व्यक्ति आज सङ्घर्षको लागि आजसम्म तडपेको छु म। त्यसले गर्दाखेरि म कहिले पनि यो मेरो टोपी बन्दगी राख्न चाहदिनँ। कसैको बन्दगीमा यो टोपी राख्न चाहदिनँ। मेरो शिर कञ्चनजङ्घा हो, कञ्चनजङ्घा जस्तै भएर बस्न पर्छ।